हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज पनि फेरि म अर्को भिडियो लिएर हजुरहरूमा आज उपस्थित भइसकेको छु र एकदम बुटोलमा गर्मी छ, देख्न सक्नुहुन्छ मेरो पसिना। र आज हामी चाहिँ बुटोलबाट शान्तिपुर जाँदैछौँ। मेरो हस्बेन्डको पुर्खौली घर शान्तिपुर हो। अहिलेसम्म चाहिँ हामी गएको छैनौँ शान्तिपुर र आज हामी चाहिँ शान्तिपुर जाँदैछौँ। यो चाहिँ मेरो अहिले बुटोलको घर हो। आज चाहिँ बुटोलदेखि शान्तिपुर हामी लाग्दैछौँ र आज को भ्लग चाहिँ बुटोल टु शान्तिपुर हुन्छ। म तपाईँहरूलाई सबै देखाउने छु, शान्तिपुर कस्तो छ भनेर सबै देखाउने छु। र अहिले चाहिँ म यही घरबाट निस्किन लागिसकेँ र अब हामी चाहिँ दिदी र भिनाजुलाई लिएर हामी लाग्छौँ अनि भिडियो पनि त्यहीँबाट स्टार्ट गरौँला है त। चाहिँ हामी घरबाट निस्कियौँ, यो चाहिँ शङ्खनगर हो र अब हामी पेट्रोल हाल्छौँ। पेट्रोल हालेर चाहिँ हामी दिदी भिनाजुलाई लिन जान्छौँ। चाहिँ हामी पेट्रोल हाल्न लाग्यौँ अनि पेट्रोल हालेर हामीले चाहिँ हाम्रो यात्रा सुरु गर्नेछौँ। उहाँ चाहिँ मेरो हस्बेन्ड। हेलो गाइस। यिनी चाहिँ मेरो छोरा, मेरो पुन्टी। हाई भन, हाई भन बेबी। हाई यता अहिले ल भन न। हाई। तिमी कहाँ जान्छौ आज? कहाँ? गाउँ जान्छु भन न। कक्को गाउँ? जेठी गाउँ भन न। यहाँ हेर्दैछन् फेरि पेट्रोल हालेको। अब चाहिँ हामी दिदी भिनाजुलाई लिन आयौँ। यो चाहिँ दिदी भिनाजुको घर हो। भिनाजु चाहिँ रेडी हुनुहुन्छ हो। दिदी भिनाजु मेरो छोरा चाहिँ खुसी भइरहेछन् फेरि दिदी भिनाजु भनेपछि। फुपूको नाम के हो बाबु? फुपू फुपू को फुपू अरे? खुसी भएर गाडी हट। ल फाइनल्ली दिदी भिनाजु पनि आइसक्नु भयो। भिनाजु यसो हाई भन्दैन। हामी वनवाटिकाबाट शान्तिपुरको वनवाटिकादेखि शान्तिपुरको लागि अब चाहिँ हामी हिँड्ने चाहिँ अहिले पाल्पा बस पार्क आइसकेका छौँ। रमाइलो भइरहेछ, हाम्रो यात्रा चाहिँ सुरु हुँदैछ, रमाइलो हुँदैछ। हाई। यता पनि गफ भइरहेछ आफ्नो तालमा। सबैजनाले हेर्नु होला, सिद्ध बाबा मन्दिरमा आइपुग्यौँ हामी चाहिँ। यो चाहिँ हाम्रो के रे, यो चाहिँ के रे दिदी? सिद्ध बाबा सुरुङ मार्गमा छौँ अहिले हामी। यो चाहिँ सिद्ध बाबाको सुरुङ मार्ग हो। भित्रबाट चाहिँ हामी दोबार निस्किन सक्छौँ यहाँबाट। अहिले चाहिँ एकदम धुलो छ, त्यही भएर हामी चाहिँ झ्याल लगायौँ। झरनाको चिसो पानीसँगै हामी ड्याम साइडमा छौँ। नुहाउने भए सबैजना आउनु होला। यता चाहिँ झरना छ। सिद्ध बाबा मन्दिर हेर्नु होला सबैजनाले टाढा टाढाबाट। यो चाहिँ हो ड्याम साइड। झरनाको चिसो पानी, चिसो पानी। दोकानबाट यता लागेपछि कति चिसो आनन्द छ। यताको मौसम चाहिँ बुटोलमा चाहिँ एकदमै गर्मी, यता चाहिँ हावापानी शीतल रमाइलो भइरहेछ। हामीलाई चाहिँ आनन्द आएको छ। दिदी र बाबु चाहिँ गफ गर्दै बसिराख्नु भएको छ। हामी तानसेन आइपुग्यौँ। अब चाहिँ रानी महलको बाटो तल तल झर्दैछौँ। रानी महलको बाटो चाहिँ रिडी जानको लागि। त्यो बाटो चाहिँ काली गण्डकी कोरिडोर हुँदै त्यो बाटो चाहिँ राम्रो छ, त्यसैले सर्टकट पनि छ, त्यसैले चाहिँ हामी त्यो बाटो जान्छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ कति राम्रो छ। यताको मौसम चाहिँ शीतल छ, चिसो हावा छ। तपाईँहरू पनि यही बुटोलबाट आउन चाहनुहुन्छ भने अहिले आउँदा हुन्छ, रमाइलो छ यतातिर।
चाहिँ हामी तल 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 रानी महलको बाटो तानसेन हुँदै तल तल झर्दैछौँ। वाउ वाट अ भ्यू। यो चाहिँ हामी रानी महल जाने बाटोमा छौँ। एकछिन चाहिँ गाडी रोकेर फ्रेस हुनको लागि हामी चाहिँ गाडी यहाँ राखेर बाहिर छौँ। एकदमै रमाइलो छ यहाँको भ्यूहरू चाहिँ। म हजुरलाई चाहिँ यहाँ सानो झरना रहेछ, झरना देखाउँदैछु। हेर्नु न यहाँको भ्यूहरू कति रमाइलो छ, कति राम्रो छ। मलाई चाहिँ यस्तो ठाउँमा आउन एकदमै रमाइलो लाग्छ कि यस्तो ठाउँमा। देखाइसकेँ मैले हजुरहरूलाई झरना, झरनाको चिसो पानी भने जस्तो एकदमै चिसो छ यहाँको पानी चाहिँ, रमाइलो छ। अब चाहिँ हामी खाजा खान्छौँ, त्यसपछि हामी फेरि शान्तिपुरतिर लाग्छौँ। अब चाहिँ यो बाटो चाहिँ यताबाट गयो भने रानी महल तल जाने हो, राइट गयो भने चाहिँ रानी महल जान्छ। हामी चाहिँ माथि जान्छौँ किनभने हामी उता रेडीतिर लाग्ने हो। त्यही भएर यो बाटो चाहिँ राइटको बाटो चाहिँ रानी महल जान्छ र हामी चाहिँ माथितिर लाग्यो। हजुर हेर्न सक्नुहुन्छ। त हजुरहरू पनि शान्तिपुर रेडी जाँदै हुनुहुन्छ भने तानसेनको तल्लो बाटो आएर रानी महलको तानसेनको तल्लो बाटो तल 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 आउँदै अनि दुईवटा बाटो छुट्टिन्छ, त्यहाँबाट चाहिँ त्यहाँबाट चाहिँ रेडी जान सकिन्छ। हजुरहरू पनि यही गर्दा हुन्छ। बाटो चाहिँ एकदम आरामदायी छ, आनन्द छ, शीतल छ, मौसम चाहिँ हेर्न सक्नुहुन्छ। तपाईँहरूलाई म भ्यूहरू देखाइरहेको छु। भनेको गाउँ नै हुन्छ, हरियाली वातावरण, एकदम स्वच्छ हावा, एकदम चिसो हावा छ। सबै कुराहरू अर्ग्यानिक, रमाइलो छ, मनमोहक दृश्य म हजुरलाई देखाउँदैछु। आफू एकदम इन्जोय गरिरहेको छु। ठाउँ ठाउँमा झरना पनि छ, झरनाबाट चिसो पानी खसेको पानी, त्यसको हावाले चाहिँ त्यो म तपाईँहरूलाई एक्सप्लेन गर्नै सक्दिनँ कि म चाहिँ त्यो तपाईँहरूलाई। यो चाहिँ देख्नु भएको छ हजुरले चाहिँ, यो चाहिँ रानी महल हो। अनि यो खोला चाहिँ काली गण्डकीको खोला हो। काली गण्डकीको तिरैतिर हुँदै हामी चाहिँ अब रेडी लाग्छौँ। राजाले चाहिँ आफ्नो रानीको लागि बनाइदिनु भएको रानी महल हो, त्यसैले चाहिँ यसको नाम रानी महल राख्न गएको हो। र यो चाहिँ हजुरलाई मैले भनिसकेँ काली गण्डकी खोला हो। टाढाबाट अलि जुम गरेर देखाइदिन्छु म हजुरलाई। यो चाहिँ भित्र एकदमै राम्रो छ, हजुरहरू पनि आउन सक्नुहुन्छ। दसैँ लाग्यो सँगै घाग्रावाला महल झुलिहाटहरू चाहिँ दसैँ भनेपछि वेदर अर्कै फरक खालको हुन्छ कि, चिसो चिसो, रमाइलो, हरियाली, धान झुलिरहेको छ यतातिर चाहिँ। अहिले चाहिँ हामी रिडी बजारमा छौँ। अब चाहिँ हामी शान्तिपुरतिर लाग्छौँ। यहाँबाट माथि गयो भने चाहिँ हामी तमघासतिर गइन्छ भने यहाँबाट सिधै तलतिर जाने हो। तलतिर चाहिँ शान्तिपुर हो र हामी शान्तिपुर लाग्यौँ। अहिले चाहिँ रेडीमा एकछिन पानी सानी खान रेस्ट गऱ्यौँ, त्यसपछि यता हामी चटपटे खाँदैछौँ। र बाबुले फेरि डोजर भनेर डोजर किन्दैछन्। अब चाहिँ हाम्रो ड्राइभ गर्नको लागि पनि चेन्ज भइसक्नु भएको छ। अब भिनाजुको टर्न आयो फेरि ड्राइभ गर्ने, र मेरो हस्बेन्डको चाहिँ रेस्ट गर्ने टर्न आयो। अब चाहिँ हामी अफ रोड लाग्यौँ। लाग्यो होइन हामी शान्तिपुरतिर।
नुहाउनको लागि भनेर धेरैजना भक्तजनहरू चाहिँ यहाँ आउने गर्नुहुन्छ। अहिले चाहिँ हामी जुवाङ खैरेनीमा छौँ। खैरेनीमा गेट अन्तैतिर बस्यो कि निर्माया हुनै चढ्यो भेट भन्ने गीत छ एउटा। अहिले चाहिँ हामी त्यही ठाउँमा छौँ, खैरेनीमा। जुवाङ खैरेनी है यो, जुवाङ खैरेनी, गुल्मीको जुवाङ खैरेनीमा छौँ हामी। खैरेनीमा गेट अन्तैतिर हामी चाहिँ हाम्रो पहाड घर गुल्मी हर्रा चौक थापाहरूको चाहिँ तपाईँको हामी चाहिँ जग्गाले थापाको चाहिँ हाम्रो पहाड घर, हाम्रो पुर्खाहरू बस्नुभएको घर जाँदैछौँ। यहाँ भिनाजुले आरामदायी सवारी गराउँदै हुनुहुन्छ हामीलाई, यसरी आनन्दले मस्त चलाउनु भएको छ। पछाडि मेरो दिदी हुनुहुन्छ, यहाँ हाम्रो श्रीमती हुनुहुन्छ, मेरो बाबु पनि छन्, सँगसँगै म पनि छु, मनमोहक दृश्यको अवलोकन गर्दै हामी अगाडि बढिरहेछौँ। ल हेर्नुहोस् त कति राम्रो होला। हाम्रो बुवा, हजुरबा, अङ्कल, हजुरआमा सबै हिँडेर चाहिँ तपाईँको तिलोत्तमा 2 शङ्करनगर चाहिँ आउनुभएको अरे यहाँबाट भन्ने अब सुनेको कुरा। अब यथार्थमा हेर्न जाँदैछौँ हामी, के रहेछ त, कहाँबाट आउनुभएको रहेछ त हाम्रो पुर्खाहरू भन्ने कुरा, कसरी आउनुभएछ, कसरी बस्नुभएको रहेछ भन्ने कुरा। यो हरियाली कति राम्रो ठाउँ होइन त भिनाजु? मनमोहक दृश्य जताततै कति राम्रो, बाटाघाटाहरू, मान्छेहरू, बस्तीहरू कति राम्रो। नेपाललाई त्यसै स्विजरल्यान्ड भनिएको त होइन कि, स्विजरल्यान्ड भन्दा के कम छ र हाम्रो देश? मान्छे अस्ट्रेलिया जान्छन्, अमेरिका जान्छन्, त्योभन्दा कम छैन है गाइज, त्योभन्दा कम छैन, त्योभन्दा बढी नै होला। अझ राम्रो कम चाहिँ छैन, ठिकै छैन। यहाँ नेपालमै बसेर चाहिँ यसरी हेर्न पाउनु नि एउटा हाम्रो लागि भाग्यको कुरा हो। हामी आउनुलाई हेर अहिले कहाँनिर छौँ भन्ने कुरा एक्ज्याक्ट त थाहा छैन हामीलाई। अब त्यो अब कुनै बोर्डहरू केही देखियो हो। अब चाहिँ हामी चोरकाटे आउन लाग्यो, 4 किलोमिटरमा चाहिँ चोरकाटे आइपुग्छौँ। ल हेर्नुहोस् हाटहरू हेर्नुहोस्, खोला नाला हेर्नुहोस्, दृश्य हेर्नुहोस्, धान हेर्नुहोस्। ल हेर्नुहोस् त, पहिलाका बुढा बाजेहरू त्यसै 80-90 वर्ष 100 वर्ष बाद हुनुहुन्थेन कि यस्तै ठाउँमा बसेर हो। अर्ग्यानिक खाने, अर्ग्यानिक बस्ने, हात खुट्टा धरा हुन्थे। हेर्नुहोस् बिहान हिँडेको हिँडै, अनि शुद्ध सबै कुरा, हावापानी शुद्ध, मुख्य कुरा। मिनरल वाटर भन्छौँ, यहाँका सबै पानी, हावापानी मिनरल हुन्छन्। अहिले हामीले खाने सबै कुरा प्रदूषित, अनि विभिन्न खालका रोग लाग्छन्, अनि हाम्रो आय पनि त्यो हुँदैन भन्ने चाहिँ हामीलाई लागिरहेछ। होटल मैदान गुल्ली खोलामा आइपुग्यो हामी। यहाँ चाहिँ अस्तिको बर्खामा एउटा कार बगाएको थियो, अनि पछि चाहिँ त्यो गाडी अनि तल गएर चाहिँ भेटेको थियो। यही नेतेले चाहिँ लगेको थियो।
साह्रै नै मनमोहक दृश्य हामी हेरिरहेका छौँ अहिले चाहिँ। निर चाहिँ हो अस्ति गाडी बगाएको अनि यहाँबाट गएर चाहिँ उ त्यहाँनिर गएर चाहिँ गाडी चाहिँ तान्नु भयो अरे सक्सेसफुल्ली भन्ने कुरा छ। हामी चाहिँ अहिले रेस्ट गरिरहेछौँ यहाँनिर। वाउ, यो बाटो चाहिँ बुर्तिबाङ जाने हो र हामी चाहिँ यता यहीँ देख्न सक्नुहुन्छ। यता चाहिँ शान्तिपुर हो भने यता चाहिँ बुर्तिबाङ जाने बाटो रहेछ। अब चाहिँ हामी शान्तिपुरतिर लाग्यौँ। रमाइलो रमणीय दृश्यहरू हामी चाहिँ हजुरहरूलाई देखाउँदैछौँ। हामी पनि एकदम इन्जोय गरिरहेछौँ यो दृश्यहरू सबै। हामी चाहिँ गर्मीबाट आएको हुनाले हामीलाई चाहिँ धेरै नै शीतल रमाइलो फिल भइरहेको छ। बुटोलमा चाहिँ आज अति नै गर्मी छ र यता चाहिँ घाम लागे पनि शीतल छ। यताको हावापानी चाहिँ एकदम त्यहाँ माथि चाहिँ राम्रो झरना रहेछ। हामी चाहिँ झरनामा जाँदैछौँ अब। शान्तिपुर नपुग्दै 4 किलोमिटर अगाडि नै यहाँ चाहिँ राम्रो झरना रहेछ। झरना लेखा छ अनि थकै लाग्यो। अहिले चाहिँ हामी झरना हेर्न जाँदैछौँ। वाउ, व्हाट अ ब्युटिफुल भ्यू। Tata, Tata, Yahoo! Eta hera baby. Sanu mama la hera. Sanu. Tata, हामी चाहिँ शान्तिपुर बजारमा प्रवेश गर्यौं। हाम्रो शान्तिपुर राम्रो शान्तिपुर। बस पार्क यही नै हामी बस्ने। आज चाहिँ हाम्रो बसोबास चाहिँ शान्तिपुर बजारमा हुन्छ। हामी चाहिँ शान्तिपुर आयौँ र आजको हाम्रो रुम चाहिँ यही हुनेछ। हामी चाहिँ एउटै रुममा बस्ने भनेर भनेको थियो, त्यही भएर यो रुममा आज चाहिँ बस्छौँ। हामी चाहिँ शान्तिपुर बजार आइसक्यौँ र अहिले चाहिँ हामी होटेलमा छौँ। शान्तिपुर बजार हेर्न सक्नुहुन्छ। हाम्रो गाउँ ठाउँ एकदमै रमाइलो रहेछ, राम्रो रहेछ। डाँडा काँडाले घेरिएको शान्तिपुर अति नै राम्रो छ र आज हाम्रो बसाइ चाहिँ यही शान्तिपुर बजारमै हुन्छ र भोलि मात्रै हामी चाहिँ उता गाउँतिर जानेछौँ र हाम्रो गाडी जान्छ कि जान्न अब त्यो त भोलि नै थाहा हुन्छ। अब चाहिँ हामी खाना खान लायौँ। बिनाजु र मेरो हस्बेन्डले चाहिँ खाइसक्नुभयो, बाबुले नि खाइसके। अब हामी चाहिँ खान्छौँ। दिदी सुरु इन्जोय। गुड मर्निङ गाइज,
म चाहिँ उठिसकेँ। हिजो चाहिँ यति थकै लाग्यो, त्यही भएर मैले भिडियो बनाउनै सकिनँ। आज चाहिँ यहाँको मौसम चाहिँ एकदम रमाइलो छ। बुटोलभन्दा अलि चिसो चिसो नै छ, बुटोलभन्दा फरक पर्ने नै भयो। यो त गाउँ हो शान्तिपुर। त्यही भएर हिजो चाहिँ एकदम थकै लागेको भएर मैले चाहिँ भिडियो बनाइनँ। खाना खाएर हामी चाहिँ सुतिहाल्यौँ। यताउति हिँड्दा थकै लाग्यो, त्यही भएर मैले चाहिँ हिजो हजुरहरूलाई भिडियो चाहिँ देखाउन सकिनँ शान्तिपुरको। र आज हामी कुन होटलमा बस्यौँ भनेर म हजुरलाई देखाउँछु। हजुरहरू पनि शान्तिपुर घुम्न आउनु खोज्नुभयो भने चाहिँ हामी चाहिँ सुप्रिया होटलमा बसेको। हजुरहरू पनि यहीँ आएर बस्नु होला, सर्भिस पनि राम्रै छ। आज चाहिँ हामी हर्राचौर जान्छौँ, मेन हाम्रो पुर्खाहरूको गाउँ कस्तो रहेछ म हेर्छु, हजुरहरूलाई पनि देखाउँछु। र भिडियो चाहिँ लामो भयो, म चाहिँ अर्को भिडियोमा हजुरहरूलाई देखाउँछु फेस पनि कस्तो देखाउँछु। र यो भिडियोलाई चाहिँ यहीँ इन गर्छु, लामो भइसक्यो। र हामी अर्को भिडियोमा फेरि भेट्नेछौँ। हजुरहरूले चाहिँ भिडियोलाई लाइक सेयर सब्सक्राइब गरेर साथ दिनुहोला। केही गल्ती भए चाहिँ हजुरहरूले भन्नुहोला, त्यो कुरा म सुधार्नेछु। थ्याङ्क यू सो मच गाइज फर वाचिङ माई युट्युब भिडियो। ओके, बाई बाई।